प्रमुख विपक्षी नेपाली कांग्रेस भित्र यतिखेर देखिएको संकटले मलाई आश्चर्यमा पारेको छ। मलाई अहिले यस दलभित्र वृद्ध तबकाले ल्याउन खोजेको संकट राजनीतिक हो या कानुनी भन्ने प्रश्नले केही दिनदेखि मनमा प्रश्न उब्जाइरहेको छ। आखिर शेरबहादुर देउवाको नेतृत्वमा नै पार्टी भएको भए पनि अहिले महाधिवेशन गर्नु नै पर्दथ्यो। युवा नेतृत्व गगन कुमार थापाको नेतृत्वमा अहिले फेरि महाधिवेशनको तयारी भइरहेको हो। त्यसलाई अवरुद्ध गर्न खोज्दाखेरि के कांग्रेसको समस्या समाधान हुन्छ त? कतै कांग्रेसभित्र आफ्ना र पारिवारिक समस्याहरूलाई समाधान गर्न नसकेर दललाई एक हिसाबले कानुनी दलदलमा फसाइसकेपछि त्यसबाट आफ्ना समस्याहरू समाधान हुन्छ भन्ने पो लागेको हो कि? आखिरी नयाँ नेतृत्वले पनि विशेष महाधिवेशनबाटै आए पनि त्यसले कहाँ ल्याइपुर्यायो त भन्दा दललाई महाधिवेशनतर्फ नै ल्याइपुर्यायो। आखिरी कांग्रेसले ढिलो चाँडो महाधिवेशन गर्नु नै पर्ने थियो। शेरबहादुर देउवाकै नेतृत्वमा दल रहिरहेको भए पनि अहिले स्वाभाविक रूपमा महाधिवेशन नै हुने थियो र त्यही महाधिवेशन गर्ने तयारीमा लागिरहेको बेलामा दल राजनीतिक समस्याको राजनीतिक समाधान भन्दा पनि कानुनी समाधान खोज्नतिर लागेर अरू यसलाई समस्याग्रस्त बनाउन थालेको देखिन्छ। कांग्रेस बल्ल बल्ल एउटा संकटबाट गुज्रिँदै आइरहेको छ। विशेष महाधिवेशन सम्पन्न भयो। विशेष महाधिवेशनको लगत्तै मुलुक निर्वाचनमा गयो र निर्वाचनमा पनि अत्यन्तै प्रतिकूल परिस्थितिमा पनि कांग्रेसले संसदमा दोस्रो स्थान भए पनि ल्याउन सक्यो र मुलुककै सबभन्दा पुरानो दलले आफ्नो अस्तित्व जोगाउने काम गरिरहेको छ र त्यसले आजको दिनमा पनि भूमिका खेल्दैछ। र त्यसयता गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसले निरन्तर राष्ट्रिय राजनीतिमा आफ्नो अस्तित्व स्थापना गर्न कोसिस गरिरहेको छ र यति बेला प्रमुख सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले लगायतका धेरै दलहरूका लागि पनि कांग्रेस आफैमा एउटा चुनौतीको रूपमा रहेको छ र यो दललाई कुनै न कुनै रूपमा एउटा हिसाबले आन्तरिक सङ्कटमा पारिराख्न पायो भने ती अरू दलहरूलाई चाहिँ कुनै न कुनै हिसाबमा सजिलो हुन्छ भन्ने पनि परेको हुन सक्छ र कांग्रेसलाई स्वाभाविक रूपमा अगाडि बढ्न नदिएर यसलाई एकपछि अर्को सङ्कटमा पारिरहँदा त्यो युवा नेतृत्वले दललाई जुन ठाउँमा अगाडि पुर्याउन खोजिरहेको त्यो पक्ष आफैमा रोकिन सक्छ। त्यसो त यस्तो कुरा सुन्नलाई अर्को पक्ष त्यति तयार भएको जस्तो देखिँदैन। तर कांग्रेस भनेको आफैमा धेरै सङ्कटहरू पार गर्दै गर्दै आएको र मुलुकमा जहिलेसुकै पनि लोकतन्त्र उदारवाद र विकासको एउटा पक्षपाती दलको रूपमा विगतदेखि देखिँदै आएको हो। यसले जहिलेसुकै पनि अरू दलहरूलाई पनि मार्गदर्शन गर्दै आएको हो। अब यस्तो अवस्थामा यो दलले जहिलेसुकै पनि समस्या पर्दाखेरि पुरानो नेतृत्वसँग विद्रोह गर्दै आएको। त्यो शेरबहादुर देउवाकै हकमा पनि लागू हुन्छ। उहाँ आफैले पनि गिरिजाप्रसाद कोइराला को विरुद्धमा उहाँले विद्रोह गर्नुभयो। उहाँले आफै पनि भन्नुभयो मेरो राजनीतिक गुरुकै विरुद्धमा म अगाडि बढेर विद्रोह गरेँ भनेर। पछि कांग्रेसमा गगन कुमार थापाहरूको नेतृत्वले पनि त्यसै गरेर उहाँहरूले विद्रोह गरेर अगाडि बढ्यो। त्यसैले आजको दिनमा यो दललाई थप सङ्कटमा पार्नुभन्दा पनि राजनीतिक समस्याको राजनीतिक रूपमै समाधान खोज्नुपर्छ। राजनीतिक समाधान नखोजिकन त्यसमा सङ्कट ल्याउन खोज्दाखेरि आफ्ना र पारिवारिक समस्याका निम्ति आफ्नो दललाई नै बलिवेदीमा होमेको जस्तो अवस्था आउन सक्छ भन्ने मलाई लाग्छ। अहिलेको समस्याको समाधान सकेसम्म राजनैतिक रूपमै हुनु उचित हो भन्ने मलाई लाग्छ।